नेप सोर्स नोट युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै भिडियोमा म अगाडि बढ्न चाहन्छु। सबैभन्दा पहिला त सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, शिक्षक साथीहरू लगायत सम्पूर्ण शिक्षा प्रेमीहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। 1 लाखभन्दा बढी सब्सक्राइबर पुर्याइदिनु भएकोमा यहाँहरूको साथ सहयोग सधैँ रहनेछ भन्ने अपेक्षा गर्दै भिडियोमा म अगाडि बढेँ। कक्षा 10 सामाजिक अध्ययन विषयको अर्को एकाइ लिएर उपस्थित भएको छु। एकाइको शीर्षक तपाईले पक्कै पनि अनुमान गरिसक्नु भएको छ। एकाइ 6 रहेको छ हाम्रो पृथ्वी। एकाइ 6 हाम्रो पृथ्वी अन्तर्गत थुप्रै पाठहरू रहेका छन्। ती सबै पाठका क्रियाकलाप, अभ्यास र सिर्जना परियोजना कार्य यसमा प्रस्तुत गर्नेछु। पाठ थुप्रो छ, भिडियो लामो हुन्छ, त्यही भएर म बोल्ने क्रम, उत्तर वाचन गर्ने क्रम कम गर्नेछु। सगोर भिडियोलाई छोटो बनाउने प्रयास गरेको छु। कक्षा 10 सामाजिक अध्ययन एकाइ 6 हाम्रो पृथ्वी। अब यसमा रहेका पाठहरू रहेका छन् नि, म यी पाठहरू क्रमैसँग प्रस्तुत गर्छु। यी 7 वटा पाठहरू भए, त्यस्तै अरू पाठहरू पनि रहेको छ यसमा। यसरी चाहिँ थुप्रै पाठहरू रहेको छ यस एकाइमा। र यस एकाइको सिकाइ उपलब्धि यो एकाइ समाप्त पश्चात यसमा भएका विभिन्न पाठहरूको अध्ययन पश्चात हामीले चाहिँ के कुरा सिक्छौँ त भनेर सिकाइ उपलब्धिहरूको सूची पनि रहेको छ। अब चाहिँ पाठ 1 हावापानीमा प्रभाव पार्ने तत्त्वहरूबाट चाहिँ सुरु गरौँ। सबैभन्दा पहिला क्रियाकलापको 1 नम्बर, त्यसै गरेर 2 नम्बर अभ्यासको 1 नम्बर, 2 नम्बरको प्रश्न र उत्तर, त्यसै गरेर 3 नम्बरको 4 नम्बर प्रश्न र त्यसको उत्तर, त्यसै गरेर 5 नम्बरको समस्या र समाधान रहेको छ, त्यसै गरेर 6 नम्बरको समाधान रहेको छ यो। अब चाहिँ पाठ 2 विश्वका हावापानीका प्रकारहरू, क्रियाकलाप अन्तर्गत 1 नम्बरको, त्यसै गरेर यो 2 नम्बरको नमुनाका लागि हो। यहाँ संक्षेपमा पनि लेखिएको छ, जस्तो वैशाखलाई वै मात्रै लेखेको छ, जेठलाई जे, असारलाई अ गरेर लेखिएको छ, त्यसरी बुझ्नु हुन अनुरोध छ। त्यसै गरेर चाहिँ अब अभ्यासको 1 नम्बरको प्रश्न र उत्तर, त्यसै गरेर 2 नम्बरको, तीन नम्बर प्रश्न र त्यसको समाधान, 4 नम्बर र त्यसको समाधान रहेको छ। अब चाहिँ पाठ 3 उष्णमण्डल, क्रियाकलापको 1 नम्बर, यो नक्सा कार्य भएकोले यसलाई चाहिँ एटलस हेरेर गर्नु हुन र रङ लगाउनु हुन मैले अनुरोध गरेँ। 2 नम्बरको क ख, त्यसै गरेर ग, 3 नम्बर प्रश्न र त्यसको समाधान, अभ्यासको 1 नम्बर, 2 नम्बर
3 नम्बर प्रश्न र त्यसको समाधान, त्यसै गरेर 4 नम्बर प्रश्न र त्यसको समाधान रहेको छ। 5 नम्बर, पाठ 4 समशीतोष्ण मण्डल। क्रियाकलापको 1 नम्बर, क्रियाकलापको 2 नम्बर, त्यसै गरेर अब अभ्यास, अभ्यासको 1 नम्बर प्रश्न र त्यसको समाधान। 2 नम्बर प्रश्न र त्यसको समाधान प्रस्तुत छ। 3 नम्बरको रहेको छ, त्यसै गरेर 4 नम्बर, 5 नम्बरको प्रश्न र त्यसको समाधान पनि प्रस्तुत रहेको छ। 6 नम्बर प्रश्न र त्यसको समाधान पनि रहेको छ। अब चाहिँ पाठ 5 शीत प्रदेश। क्रियाकलाप 1 को 2 को यहाँ रहेको छ नमुनाका रूपमा। त्यसै गरेर 3, अब चाहिँ अभ्यास, अभ्यासको 1 नम्बर, 2 नम्बर र 3 नम्बर प्रश्न र त्यसका समाधानहरू रहेको छ। त्यसै गरेर 4 नम्बरको रहेको छ परियोजना कार्य। परियोजना कार्यको यहाँ नमुना रहेको छ प्रतिवेदन। अब पाठ 6 विश्वको हावापानी, धरातलीय विविधता र प्रभाव। क्रियाकलाप 1 को, त्यसै गरेर 3 को, अभ्यासको 1 नम्बर, 2 नम्बर, 3 नम्बरको प्रश्न रहेको छ र त्यसको समाधान, त्यसै गरेर 4 नम्बर प्रश्न र त्यसको उत्तर रहेको छ। अब चाहिँ पाठ 7 उत्तर अमेरिका महादेश। क्रियाकलापको 1 नम्बर, त्यसै गरेर अब क्रियाकलापको 2 नम्बर चाहिँ नक्सा बनाउने र एटलसको सहायता तथ्यहरू भर्ने काम भएकोले नक्सा कोरेर चाहिँ एटलसको सहायता लिएर यो काम गर्नुहुन अनुरोध छ। 3 नम्बरको रहेको छ यहाँ समाधान। त्यस पश्चात चाहिँ अब अभ्यास, अभ्यासको 1 नम्बरको, त्यसै गरेर चाहिँ 2 नम्बरको, 3 नम्बरको प्रश्न र त्यसको समाधान रहेको छ। त्यसै गरेर 4 नम्बरको पनि रहेको छ। पाठ 8 दक्षिण अमेरिका महादेश। क्रियाकलाप 1 नम्बरको तालिका बनाएर यहाँ प्रस्तुत गरिएको छ। त्यसै गरेर 2 नम्बर एक लेख तयार पार्नुहोस् भनेको चाहिँ यहाँ लेखको नमुना रहेको छ। अब 4 नम्बरमा चाहिँ दक्षिण अमेरिकाको नक्सा बनाई निम्नलिखित तथ्य भर्नुहोस् भनेको चाहिँ यो अब एटलसको सहायता लिएर तपाईँले गर्न सक्नुहुन्छ। अभ्यासको 1 नम्बर, त्यसै गरेर 2 नम्बर र 3 नम्बरको प्रश्न र त्यसका उत्तरहरू रहेका छन्। त्यसै गरेर 4 नम्बरको अब चाहिँ पाठ 9 अफ्रिका महादेश। क्रियाकलापको 1 नम्बरको क, ख, ग को रहेको छ। त्यसै गरेर 2 नम्बर, अब 3 नम्बरको अफ्रिका महादेशको नक्सा कोरी निम्नलिखित तथ्य अङ्कित गर्नुहोस् भनेर चाहिँ यो चाहिँ अब तपाईँहरूले एटलसको सहायताले गर्न सक्नुहुन्छ। अब अभ्यासको 1 नम्बर र 2 नम्बरको रहेको छ यहाँ। त्यसै गरेर चाहिँ 3 नम्बरको र 4 नम्बरको पनि रहेको छ अभ्यास खण्डको। त्यसै गरेर 5 नम्बरको अनि परियोजना कार्य। कक्षा 10 सामाजिक अध्ययन एकाइ छ हाम्रो पृथ्वी अन्तर्गत पाठ 10 रहेको छ प्राकृतिक प्रकोप भूकम्प।
क्रियाकलापको 1 नम्बरको रहेको छ समस्याको समाधान। अब चाहिँ अभ्यासको 1 नम्बर, 2 नम्बर र 3 नम्बरको प्रश्न र त्यसका उत्तरहरू रहेको छ। त्यसै गरेर 4 नम्बर, 5 नम्बरको रहेको छ। पाठ 11 नक्सा कार्य। क्रियाकलापको चाहिँ अब नक्सा कार्य 1 नम्बरको नक्सा बनाउने र सम्बन्धित तथ्यहरू देखाउनु भएकोले एटलसको सहायताले गर्न सकिन्छ, गर्नु होला। 2 नम्बरको पनि त्यस्तै रहेको छ। 3 नम्बरमा चाहिँ यी सङ्केतहरूलाई कसरी देखाइन्छ भन्ने छ, त्यो सङ्केतहरू यहाँ रहेको छ। त्यसै गरेर अभ्यासको 1 नम्बर, त्यसै गरेर चाहिँ 2 नम्बर र 3 नम्बरको प्रश्न तथा त्यसका उत्तरहरू रहेका छन्। त्यसै गरेर चाहिँ 4 नम्बरको प्रश्न र त्यसको समाधान रहेको छ। ल 5 नम्बर नक्सा र चित्र बीचका भिन्नता लेख्नुहोस्। हस्त यो सँगसँगै यस भिडियोबाट बिदा चाहन्छु। अर्को पाठ लिएर उपस्थित हुनेछु। सबैलाई धेरै धेरै धन्यवाद।